हेलो गाइज वेलकम टु माई जर्नी। फाइनली हामी चाहिँ अटो पनि चढिसक्यौँ। अब चाहिँ हामी जाँदैछौँ। फाइनली म चाहिँ चोक आइसकेँ। आएर पनि ओर्लेर हिँड्दैछु। जाँदैछु। कति धेरै गर्मी छ। हाता पनि नबोकी आएर फाइनली हामी चाहिँ हाम्रो काम सकेर हामी चाहिँ अब जाँदैछौँ घरतर्फ। आकाशको देखिन्छ चाहिँ फाइनली हामी चाहिँ खाजा खान आइरहेको छौँ। फाइनली हाम्रो खाजा आइसकेर मोमो खाइसकेर चाहिँ अब चाउमिन खाना भिडियो चाहिँ यहीँ इन गर्छु। बाई बाई। हेलो गाइज वेलकम टु माई जुनिसा युट्युब च्यानलमा यहाँलाई स्वागत छ। न्यू डे न्यू भिडियोको साथ म जुनिसा बरदेव आइसकेँ। हजुरहरू पनि सन्चै हुनुहुन्छ भने आशाको साथ म पनि एकदम सन्चै छु। धेरै दिन पछि भ्लग स्टार्ट गर्दैछु। देख्न सक्नुहुन्छ हिजो अस्ति रोपेको धान हाम्रो मेरो घर अगाडि कस्तो देखिन सक्नुहुन्छ। धेरै दिन भयो मैले भिडियो पनि नबनाएको, त्यही भएर देख्न सक्नुहुन्छ हिजो अस्ति रोपेको धान तो लह भएर फल्यो। अब काट्ने बेला हेर्दै काट्ने बेला पनि भइहाल्छ। हिजो अस्ति रोपे जस्तो लाग्छ। हेर्दै धान लह भइसक्यो। भिडियो पनि स्टार्ट नगरेको धेरै भइसक्यो। त्यही भएर आज चाहिँ म विशेष कामले तमक जाँदैछु। तमक जाँदा चाहिँ नि भिडियो बनाउनु पर्यो। धेरै दिन भयो भ्लग पनि नहालेको भनेर चाहिँ म भिडियो बनाउँदैछु। अनि अब घरबाट चाहिँ रेडी भएर निस्किसकेँ। अब यहाँबाट चाहिँ उमाथि भाउजूको सम्म जान्छु। त्यहाँदेखि चाहिँ अनि भाइसँग मेन पावरहरू कता कता घुम्नु छ। हजुरहरूलाई अवश्य देखाइहाल्छु। हेर्दै गर्नुहोला। धान हिजो अस्ति रोपेको जस्तो लाग्छ। लह भएर चाहिँ पुरा खेतभरि धानको बाला चाहिँ झुलिरहेछ। यस्तो मौसम भइरहेछ। 2-3 दिन भयो। घाम पनि पुरा उयो मधुरो लाग्दैछ। हावा चल्दैछ, पुरा हावा चल्दैछ। अनि यहाँ मेरो घरको बाटोमा हेर्नु फुल फुलेर लह हेर्नु हावाले कस्तो मजाले हल्लाउँदैछ। एकदम आनन्द रमणीय भएको छ। अनि मैले यो धान रोपेको मात्रै भिडियो गरेको थिएँ। त्यहाँदेखि मैले फलेको देखाएकै थिइनँ। अनि हजुरहरूलाई त्यो यो धान पनि देखाउँछु भनेर हेर्नु न कस्तो फलेको छ, कस्तो लह भएर फलेको छ। अब हेर्दै काट्ने दिन पनि आइसक्यो नजिकै। अब यो धान काटेर चाहिँ अनि फेरि अर्को धान असारको धान फेरि रोपिहाल्नुहुन्छ क्या। अनि त्यहाँदेखि रोपिहाल्नुहुन्छ। अनि यो धानलाई चाहिँ अबको 20-22 दिनमा त यो धान काटिहाल्नु पनि हुन्छ। अनि देख्न सक्नुहुन्छ। हेर्नु न तो लह सबै खेतैभरि धानको पाला झुलेको छ। आनन्द एकदम पिस। चराचुरुङ्गीको आवाज खेतभरि धान लह झुलेको। अनि आनन्द आफैलाई यो प्रकृतिसँग रमाउन त्यस्तै आनन्द लाग्छ। त्यही प्रकृतिको हावापानी बोट बिरुवाको हावापानी खाँदै। त्यही भएर त म बजार नबसेको गाउँ बसेको त गाउँमा कति आनन्द हुन्छ। देख्न सक्नुहुन्छ हावा चलिरहेछ। धानको बाला झुलिरहेछ। त्यस्तो धान लह भइरहेछ। अनि म चाहिँ भिडियो बनाउँदै दमक जाँदैछु। बाटोमा निस्किन आँटेँ। दमक गएर आज चाहिँ विशेष भन्दा पनि मेन पावरहरू घुम्नु छ। मेन पावरहरू जाने विदेश जानको बाहिरको लागि म पनि कोसिस गर्दैछु। अनि भाइलाई पनि मेन पावरहरू 2-3 ठाउँ देखाउनु पर्ने छ। ऊ पनि जाने। अनि म पनि राम्रो भयो भरिसकेँ। मेरो कागजातहरू मिल्यो भने म पनि अवश्य नै जाने भन्ने चाहिँ सोचै। हेर्दै गर्नु होला। माथि भाउजूहरूकोमा पुगेर देखाउँछु ल। फाइनली हामी चाहिँ अटो पनि चढिसक्यौँ। अब चाहिँ हामी जाँदैछौँ। अब यहाँबाट चाहिँ हिँडिसक्यौँ। अब म पुगेर हामी के गर्छौँ हजुरहरूलाई अवश्य देखाउने छु। हेर्दै गर्नु होला। हामी जाँदैछौँ।
म चाहिँ चोक आइसकेँ। आएर पनि ओर्लेर हिँड्दैछु। जाँदैछु। कति धेरै गर्मी छ। छाता पनि नबोकी आएर जाँदै। सब्जी मन्डी आएको हामी चाहिँ। सब्जी मन्डी कपरे खोर्सानी सब्जी मन्डी घुम्दैछौँ। अहिले चाहिँ बन्द। सब्जीहरू ताजा ताजा। खरबुजा, स्याउ, फाइनली हामी चाहिँ जाँदैछौँ। लड्नुहुन्छ नि। जाँदैछौँ हामी मेन पार्कतिर। आज दिउँसो मान्छे रुँदा रुँदा यहाँ चाहिँ सेकेन्ड ह्यान्ड फ्रिजहरू पाइँदो रहेछ। फाइनली हामी चाहिँ हाम्रो काम सकेर हामी चाहिँ अब जाँदैछौँ घरतर्फ। आकाशे पुलमा चढ्दैछौँ धमाधम। अनि अब घर जाने। हाम्रो चाहिँ अब काम चाहिँ केही खासै थिएन। त्यही मेन पार्क डुल्यौँ बुझ्यौँ। त्यसपछि अब घर जाँदैछौँ। यस्तो छ यहाँबाट देखिने दृश्य चाहिँ। आकाशे पुलमा देखिने चाहिँ छाडेको हो कि के हो। यस्तो देखिन्छ दमक त। तँलाई म फोटो खिचिदिन्छु ल। नखिच्नु, घरभित्र खिच्नुपर्छ नि मात्रै राम्रो। राम्रो खिचिदिन्छु नि। फाइनली हामी चाहिँ खाजा खान आइरहेछौँ अहिले। अब खाजा चाहिँ अर्डर गरिरहेछ। यहाँ गालामा हात लाएर बसिरहेछ। मोमो पाक्दैछ अरे। मोमो खाने हो। अनि अब मेन पार्क डुल्दा डुल्दा भोक त लाग्यो नि त। त्यही भएर अब हामी चाहिँ खाजा खान लागेको। फाइनली हाम्रो खाजा आइसक्यो। खाइसकेर मोमो खाइसकेर चाहिँ अब चाउमिन खान लागेको। अब मोमो चाहिँ किन्नु पर्दैन। घरबाट देखिने हाम्रो घरबाट देखिने चाहिँ यस्तो छ। कस्तो सबैतिर हरियाली एकदम। धान खेतभरि जुलेको एकदम हरियाली यस्तो देखिन्छ मेरो घरबाट चाहिँ। अनि मैले चाहिँ हिजोको भिडियो इनै गरेको थिइनँ। अनि आज चाहिँ यही धानबारी देखाएरै भिडियो इन गर्नु पर्यो भनेर चाहिँ धानहरू चाहिँ पुरा झुलिरहेछ। अनि मेरो भिडियो चाहिँ हजुरहरूले कसले हेर्नु भएको छैन गएर हेर्नु होला। जुनिसा युट्युब च्यानल गएर हेर्नु होला। र हेरेर मात्रै हैन लाइक कमेन्ट र सब्स्क्राइब पनि गरिदिनु होला साथीहरू भन्दै आजको भिडियो चाहिँ यही इन गर्छु। बाई बाई।